आज भान्जा कहाँ पुगेर आउँ? आज झापा बिर्तामोड हाम्रो साथीलाई यसो उपचारको टकरमा चाहिँ घुम्ने यसो बाहना पनि बन्यो आज। कुन हस्पिटल लगेर आउनु भान्जा? हामीले आज उहाँलाई चाहिँ एकदम बिर्ता सिटी मेरै बाजेको हस्पिटल मिल्दैन अलिकति पैसा चाहिँ तिर्नु पऱ्यो अलि। बिरामी सक्सेस भएको हो नि होइन? एकदम 100% सक्सेसफुल नै भयो। अनि भाइरल पुल भन्ने ठाउँमा आउन सक्यो आज भयो। यो पुल तपाईँ फर्स्ट टाइम हिँड्नुभएको आज? एकदम फर्स्ट टाइम हो। लावारिस बोल के एकदमै सही अनुभव भयो आज चाहिँ। अघि तपाईँ फर्स्ट टाइम उता पारी जाँदा कस्तो भइरहेको थियो? एकदम डर चाहिँ डराएको थियो, तर मैले कसैलाई भन्न सकिनँ। पछाडि आएर थिएँ भिडियो गर्दै, तर धेरै डर लागेको थियो। फर्किँदाखेरि चाहिँ एकदम राम्रो अनुभव भयो। तपाईँ र मलाई सेमै भएछ। अहिले भुइँ हेर्दा पनि त्यस्तो साह्रै डर छैन। छैन अहिले हामी सुरक्षित छौँ भन्ने चाहिँ भयो नि त मलाई। भाइरल हुने पालो मेरो भन्छ अरे। यहाँ चाहिँ पछि अब बहिनीलाई पनि लिएर आउनुपर्छ एकचोटि। एकदम बाहिरबाट आएपछि एकचोटि भाइरल पुल ल्याउने कोसिस गर्नुहोस् है। थाहा पाइयो होइन, अवश्य पनि लिएर आउनेछु हामीलाई। भान्जा चाहिँ एकदम समस्यामा लाग्नु भएको छ अहिले होइन? गाउँघर हरेक साङसेप कार्जेदेखि लिएर सबैमा अग्रसर हुनुहुन्छ। बिना निम्न पुग्छु म चाहिँ है। गाउँको लागि भान्जाले धेरै सङ्घर्ष गरिराख्नु भएको छ। त्यही भएर युट्युबलाई सब्सक्राइब गरिदिनु होला धेरैमा धेरै। इलाम फिकल अपडेटमा युट्युब च्यानल रहेको छ, सबैले सब्सक्राइब गर्नु होला, माया देखाइदिनु होला ढोने टिमले। ल सकिन अरे भान्जा के भन्नुहुन्छ अन्तिममा? हुन्छ, पुल सकिनु लाग्यो आज। धेरै राम्रो लाग्यो, धेरै एकदम खुसी लाग्यो मामाहरूसँग ठाउँमा घुम्नु आउनु पाउँदाखेरि। डर भन्ने चिज चाहिँ आज यहाँबाट मलाई बिन्दै पटक्कै लाग्दैन। मेरो डर सबै सक्यो आजदेखि भन्दै आज भिडियो यही स्थगित गर्दछु। धन्यवाद। एकचोटि मैले यो भिडियोलाई पारितिर फर्काएर देखाउन चाहन्छु। ल सुदीपको दाजु सन्तोष अनि हाम्रो दिपेश नमस्कार। अटो पनि उहाँले चाहिँ आज लिएर हामीलाई सुरक्षित यात्रा गरिराख्नु भएको छ। यो चाहिँ अब हाम्रो युएसएसम्म बुहारीले हेर्नुहुने भन्ने कुरा जानकारी आएको छ हाम्रो भान्जाबाट। र यो चाहिँ देश विदेश सबैमा पुग्ने भिडियो भएकोले गर्दा भाइरल भिडियो चाहिँ भाइरल पुलमा चाहिँ हामी आज भिडियो भइरहेको छ। मलाई पनि धेरै धेरै धन्यवाद। एकदमै तपाईँको फोन मार्फत चाहिँ हामी सबैले होइन फोटो पनि खिचेका छौँ, प्लस भिडियो पनि भएको छ। यति भाइरल पुलमा पनि हामीले सबैले सहज यात्रा गऱ्यौँ। हजुर, भान्जालाई पनि एकदम धेरै धेरै धन्यवाद। धन्यवाद। हस्, नमस्ते। जय नेपाल। फ्रीमा हो भने चाहिँ ठिकै हो, एक एकवटा बोकेर जाने हो। पैसामा हुन्थ्यो भन्दा भन्छ अरे। घरमै गएर रुपेसकोमा गएर खाने हो। यहाँ सायद पिङ पनि रहेको छ अवस्था छ यहाँनिर, हुनसक्छ पिङ पनि। मैले भन्नु त भनिनँ, डराउँछु डराइरहेको थियो भित्रभित्र चाहिँ। आउँदाखेरि चाहिँ जस
ल हाम्रो गाडीसम्म हामी आइसकेका छौँ गाइस हेरेर सबैले माया देखाइदिनु होला धेरै धेरै धन्यवाद यो चाहिँ लोकेसन चाहिँ